उपरोक्त प्रस्तावलाई पारित गरिदिन हुन माननीय सदस्यहरूलाई अनुरोध गर्दछु। के छुट्यो? सभापतिजी ध्यान आकर्षण होस्। बाल शिक्षक राखिएन भने मेरो असहमति रहन्छ। मान्यजी यसलाई सर्वसम्मत रूपमा पास गर्नु धेरै नड गर्नु फेरि धेरै कुरा होइन कि छुटेको कुरा त भन्नु पर्यो कि त्यो होइन यो कारणले हुँदैन भन्न पर्यो कि हुन्छ भन्नु पर्यो। को मान्छे सबै को मान्छे चाहिँ नि 12 क्लासमा गएर कहिले पनि एउटै ग्रेडमा फरएभर को मान्छेले सर्भ गर्छ भन्नुस् त। बाल विकासको कुरा चाहिँ स्थानीय तहको मानेपछि तिनको वृद्धि विकास र तिनलाई व्यवस्थापन गर्ने कुरा त गर्न सक्ने भयो नि त। एउटा कुरा के मिल्दैन सभापति कानुन चाहिँ संविधान पछिको एक ठुलो कानुन हो। मिल्दैन नबन्नु के लेख्नु भने सल्लाह गरौँ। संविधान पछिको सबभन्दा ठुलो यो सिधा सम्बन्धी काम यही हो। सभापतिजी बाल शिक्षकले भनौँ राख्नु भएन मेरो असहमति रहन्छ। मेरो असहमति रहन्छ। सभापति उसमा यसमा हाम्रो फरक कुरा रहन्छ है। फरक रहन्छ बाल शिक्षक राख्नु भने। कहाँ यसको हुन्छ हेर्न पाइन्छ? भोलि बिहान बसौँ है। हैन सभापतिजी हामी बसौँ के? सभापतिजी हजुरले जहिले त्यस्तो भन्नु सभापतिजी अब यिनीहरूको यो वृत्ति विकास के गर्ने भन्ने कुरा एउटा विषय छुट्यो। यो चाहिँ यसको आइसक्यो छैन भनिसक्यो नि त। छैन अहिले विद्यमानका लागि भयो। अहिले भएकालाई एकपटकलाई जाँच दिन पाउने र बाल विकास शिक्षकमा आउने त भइदिने। तर के भएन भने बाल विकास शिक्षकमा आइसकेका मान्छेहरूको अग्रिम विषय कहाँ आयो त नि आएन। दफा 44 मिस आउनु पर्दैन त्यो विषय नआएपछि कहाँ हुन्छ भने के भने कसरी नियुक्ति हुने बाल सहजकर्ता सेवा प्रारम्भ गर्नु अघि स्थानीय कानुनमा व्यवस्था भए बमोजिम सेवा प्रवेश तालिम लिनुपर्नेछ। प्रारम्भिक बाल विकास तथा शिक्षाका बाल विकास सहजकर्ताको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी श्रम सम्बन्धी प्रचलित सङ्घीय कानुनले निर्धारण गरेको न्यूनतम पारिश्रमिक तथा सुविधा भन्दा कम नहुने गरी स्थानीय कानुनमा व्यवस्था भए बमोजिम हुनेछ। प्रारम्भिक बाल विकास तथा शिक्षाका बाल विकास सहजकर्ताको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी श्रम सम्बन्धी प्रचलित सङ्घीय कानुनले निर्धारण गरेको न्यूनतम पारिश्रमिक तथा सुविधा भन्दा कम नहुने गरी स्थानीय कानुनमा व्यवस्था भए बमोजिम हुनेछ। बढी दिन पाइयो कम दिन पाइयो स्थानीय कानुन भन्ने नलेखे पनि हुन्छ। छोडिदिउँ त्यसो भए ल यो स्थानीय कानुनलाई छोडिदिउँ। लेखिदियो भने त्यहीको कानुनले गर्ने हो नि त। ल भयो ल हट्यो अब छोडिदिनु। कानुनको सल्लाह अनुसार गर्ने। कानुनको सल्लाह अनुसार गर्नु। यसको स्थानीय कानुनमा व्यवस्था गरेर गर्ने यो इसिडीको होइन त्यो सन्दर्भमा पारिश्रमिक पनि त्यहीको कानुनले तोक्छ। तर त्यसलाई के एप्लाई हो भने सङ्घीय कानुनको श्रम सम्बन्धी कानुनभन्दा कम हुने गरिकन पारिश्रमिक दिन पाइएर कम हुने गरी सुरक्षित मात्रै गरेर छ। यो ऐन र प्रचलित अन्य कानुनमा जुनसुकै कुरा लेखिए तापनि प्रारम्भिक बाल विकास तथा शिक्षाको अनुभव नभएका बाल बालिकालाई कक्षा 1 मा भर्ना दिनबाट वञ्चित गर्न पाइने छैन। यो ऐन प्रारम्भ भएदेखि बाल सहजकर्ताको रूपमा नियुक्ति हुन कम्तीमा कक्षा 12 वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। यो ऐन प्रारम्भ भएपछि नियुक्ति हुने बाल सहजकर्ता सेवा प्रारम्भ गर्नु अघि स्थानीय कानुनमा व्यवस्था भए बमोजिम सेवा प्रवेश तालिम लिनुपर्नेछ। प्रतिवेदन समावेश नभएका थप प्रस्तावहरू प्रारम्भिक बाल विकास तथा शिक्षाका बाल विकास सहजकर्ताको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी श्रम सम्बन्धी प्रचलित सङ्घीय कानुनले निर्धारण गरेको न्यूनतम पारिश्रमिक तथा सुविधा भन्दा कम नहुने गरी स्थानीय कानुनमा व्यवस्था भए बमोजिम हुनेछ।
स्थानीय कानुन भनेको के हो? स्थानीयले कानुन बनाउन सक्ने छ यसमा। अब दोहोऱ्याएर भने 9 स्थानीय तहले एकछिन सुन्नुहोस्। प्रारम्भिक बाल विकास तथा शिक्षाका बाल विकास सहजकर्ताको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी श्रम सम्बन्धी प्रचलित सङ्घीय कानुनले निर्धारण गरेको न्यूनतम पारिश्रमिक तथा सुविधा भन्दा कम नहुने गरी स्थानीय कानुनमा व्यवस्था भए बमोजिम हुनेछ। बढी दिन पाइयो कम दिन पाइयो। स्थानीय कानुन भन्ने नलेखे पनि छोडिदिउँ त्यसो भए यो स्थानीय कानुनलाई छोडिदिउँ। ल भयो ल हट्यो अब छोडिदिनु। यसको स्थानीय कानुनमा व्यवस्था गरेर गर्ने इसिडीको होइन त्यो सन्दर्भमा पारिश्रमिक पनि त्यहीको कानुनले तोक्छ। तर त्यसलाई के क्याप लाग्यो भने सङ्घीय कानुनको श्रम सम्बन्धी कानुनभन्दा कम हुने गरिकन पारिश्रमिक सेवा सुविधा दिन पाइयो र कम हुने गरी सुरक्षित मात्रै गरेर मान्य सदस्यहरू उपरोक्त प्रस्तावलाई पारित गरिदिन हुन माननीय सदस्यहरूलाई अनुरोध गर्दछु। के छुट्यो? ल एकछिन अब यिनीहरूको यो वृत्ति विकास के गर्ने भन्ने कुरा एउटा विशेष छुट्यो। यो चाहिँ अहिले विद्यमानका लागि भयो। अहिले भएकालाई एकपटकलाई जाँच दिन पाउने र बाल विकास शिक्षकमा आउने त भइदिने। तर के भएन भने बाल विकास शिक्षकमा आइसकेका मान्छेहरूको अपडेट विषय कहाँ आयो त नि? आएन। अब तपाईँलाई म एउटा बताउँ, यसमा प्रश्न आएको छ। कहाँ आयो भन्दा बाल विकास शिक्षा भन्नाले +2 पास गरेकालाई मान्य छ। अब तिनलाई एउटा कुरा हामीले बाल विकास भन्यौँ। यसले के बतायो भन्दा यी शिक्षक +2 भनेको त्यहाँ प्रवेश गरिसकेपछि त्यो हो कि भन्ने लाग्यो है मलाई। को मान्छे चाहिँ नि 12 क्लासमा गएर कहिले पनि एउटै ग्रेडमा फरएभर को मान्छेले सर्भ गर्छ भन्नुहोस् त। यो विषयमा एकैछिन है मान्यज्यूहरू मान्यज्यूहरू यसमा कानुनको सहसचिवजीको के छ धारणा? मान्यज्यू सेवा शर्त वृत्ति विकासको कुरामा चाहिँ यो सम्बन्धी स्थानीय कानुनमा व्यवस्था गरेर जान सक्ने, उसको करियरको लागि पनि गरिदिन व्यवस्था गर्न सक्छ। किनभने त्यो अल्टिमेटली इसिडीका बाल विकासको कुरा चाहिँ स्थानीय तहको मानेपछि तिनको वृत्ति विकास र तिनलाई व्यवस्थापन गर्ने कुरा त गर्न सक्ने भयो नि त। सकिन्छ भन्नुहुन्छ भने वृत्ति विकास सम्बन्धी व्यवस्था गरिनेछ भनेर लेखौँ। त्यो लेख्यो भने पत्ता नै केही हुन सक्छ। सेवा शर्त वृत्ति विकास सेवा शर्त भने उनीहरूको बरुवा के गरेर कानुनले मिलाउन सक्छ मिलाऊ। 0 देखि 12 भनेपछि चाहिँ 0 देखि 12 स्थानीय भनेको मिलाएर सम्बोधन एकछिन ठिक छ। त्यो पनि के गर्न कानुनले नमिल्ने कुरा हामी जबरजस्ती नगरौँ। कानुनले मिल्ने कुरामा तपाईँहरूले त्यो व्यवस्थापन गरेर ल्याउनु। ल सकियो। त्यो भइसक्यो। एउटा कुरा के मिल्दैन सभापति, कानुन चाहिँ संविधान पछिको एक ठुलो कानुन हो। मिल्दैन नमान्नु के लेख्नु भने सल्लाह गरौँ। संविधान पछिको सबभन्दा ठुलो योसित सम्बन्धित काम यही हो। ल यसमा मैले भनिसकेँ कानुनको सहसचिवज्यूलाई यसलाई कसरी कहाँनिर मिलाउन मिल्छ तिमीहरू त्यहाँ बस मात्रै भनिदिएर पनि राम्रो भएन। यिनीहरूको वृद्धि विकासका निमित्त
के गरेर जाने व्यवस्थापन हुन सक्छ त्यसको विषयमा हजुरले मिलाएर प्रतिवेदनमा यो कुरामा विवाद नहुने गरी आउनु पर्यो। जहाँ आउँछ एउटा कुरा सुन्नु न, जहाँ आउँछ तपाईँहरूले मिलाएर प्रतिवेदनमा ल्याउने, प्रतिवेदन पेश गर्दाखेरि यो कुरा समावेश भएको हुनुपर्नेछ। ल ल यसलाई पास भयो। अगाडि सम्झौता पनि छ है, सरकारसँग गरेर सम्झौतामा पनि बाल शिक्षक भन्ने भनेर सही गरेछ। सभापतिजी बाल शिक्षकले भनौँ राख्नु भएन मेरो सभापति उसमा यसमा हाम्रो फरक कुरा रहन्छ है। फरक रहन्छ बाल शिक्षक राख्नु भने कहाँ यस्तो हुन्छ हेर्न पाइन्छ? भोलि बिहान बसौँ है, हैन सभापतिजी हामी बसौँ के सभापतिजी हजुरले जहिले त्यस्तो भन्नु सभापतिजी ध्यान आकर्षण होस्। बाल शिक्षक राखिएन भने मेरो असहमति रहन्छ। कहीँ यस्तो पालन गर्नु पाइन्छ? आन्दोलनमा त शिक्षक महिलाहरू आएको छ, यहाँ जो सहजकर्ता भन्ने हुन्छ, बच्चाहरूले के बुझ्छ? त्यहाँ सेवा गर्न आएको, शिक्षा पढाउन आएको, राख्नुपर्छ न असहमति। माननीय मन्त्रीज्यू, माननीय ज्यूहरू, मन्त्रालयका सहसचिवज्यूहरू र उपसचिवज्यूहरू, हाम्रो सचिवालयका सचिव लगायत सबै कर्मचारी साथीहरू र पत्रकार साथीहरू, अन्य साथीहरूलाई आजको बैठक यही जो सहयोग गर्नुभयो एकदम सहज तरिकाले, रातो पिरो नहुने यो सबै हाम्रो एजेन्डा हो भन्ने असहमति पछि गरौँला, असहमतिको कुरा पछि गरौँला। हरेक कुरा आफ्नै मेरै कुरा मान्नुपर्छ भन्ने होइन, सबैको कुरा मान्ने हो, हामी सबैको हो भन्ने यही अर्थमा पनि हो। त्यसैले म सबैलाई धन्यवाद सहित यो बैठक यही समापन गरेर भोलि 1 बजे बैठक बस्ने गरी यही समापन हुन्छ। धन्यवाद।